बिनाको गणतन्त्र कागलाई बेल पाके हर्ष न भीष्म जस्तै हुन्छ। विश्व प्रसिद्ध नेता नेल्सन मण्डेलाले भन्नुभएको थियो, शिक्षा संसार बदल्न प्रयोग गर्न सकिने सबैभन्दा ठुलो हतियार हो। त्यसैले हामी विद्यार्थीले सबैभन्दा पहिला ढुङ्गामुढा र सडकमा टायर बाल्ने जस्ता परिपाटीलाई त्यागेर हातमा कलम र मनमा राष्ट्रियता बोक्नुपर्छ। हामीले शिक्षा, प्रविधि र रचनात्मकको प्रयोग गरेर समाजमा चेतना फैल्याउनुपर्छ। हामीले विद्यालय तहदेखि नै अनुशासित र लोकतान्त्रिक मूल्य मान्यताको अभ्यास गर्नुपर्छ। गणतन्त्रभित्र मौलाउँदै गएको भ्रष्टाचार, नातावाद र कुसङ्गतिका विरुद्धमा औँला ठड्याउनु अघि स्वयं हामी आफै सचेत हुनुपर्छ। हामी कुनै राजनैतिक पार्टीको अन्धभक्त कार्यकर्ता होइन, देशको सच्चा पहरेदार बन्नुपर्छ। व्यवस्था खराब होइन, व्यवस्था चलाउने प्रवृत्ति खराब हो र यसलाई सुधार्न वकालत गर्न सक्ने मात्र सक्षम विद्यार्थी र युवा हुन्। गणतन्त्रको सबैभन्दा ठुलो शत्रु भ्रष्टाचारको अन्त्य गर्न विद्यार्थीले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई जवाफदेहिता र पारदर्शिता माग्ने आँट देखाउनुपर्छ। लोकतान्त्रिक चेतनाको प्रसार गर्दै मतदान, शिक्षा, संविधानको ज्ञान र नागरिक अधिकारबारे जनसमुदायलाई सचेत बनाउन विद्यार्थी सक्षम हुनैपर्छ। विद्यार्थी राजनीति अब राजनीतिक साक्षरता र नीतिगत बहसमा केन्द्रित हुनैपर्छ। स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म नीति निर्माण प्रक्रियामा विद्यार्थीको सहभागिता हुनुपर्छ। नेपालको इतिहास साँची छ। हरेक देशको हरेक युगान्तकारी परिवर्तनमा विद्यार्थीको रातो रगत र तातो पसिना बगेकै छ। 2007 सालको राणा विरोधी आन्दोलन, 46 सालको प्रजातन्त्र पुनर्स्थापना र 82 के जेन्जी आन्दोलनलाई निहाल्नुहोस्। विश्वविद्यालय र विद्यालयका कक्षा कोठाहरू छोडेर सडकमा उत्रने तिनै विद्यार्थी थिए जसले निरङ्कुशताको जगलाई हल्लाएका थिए। हो, देशको भविष्य विद्यार्थीको हातमा छ। हामी विद्यार्थीले विद्यालय कालदेखि नै नेतृत्व क्षमता, संवाद कला र जिम्मेवारीको बोध विकास गर्नु जरुरी छ। आज उच्च शिक्षाको नाममा कयौं जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा हामीले आफ्नै देशमा पसिना बगाउने र राष्ट्र निर्माणमा जुट्ने सङ्कल्प लिनैपर्छ। गणतन्त्र सुदृढीकरण भनेको केवल सिंहदरबारमा नयाँ अनुहार पुग्नु मात्र होइन, बरु त्रिभुवन विमानस्थलमा लामबद्ध रूपमा रहेका युवाहरूलाई स्वदेशमै रोजगारले थकल्नु हो। नेपालको संविधान 2072 को परिकल्पना अनुसार गणतन्त्र समावेशी र समाजवाद उन्मुख छ। तर हेर्नुहोस्, आज पनि हाम्रो समाजमा जातीय विभेद विद्यमान नै छ। विविधतामा एकता भएको राष्ट्र भनेर भनाइमा मात्र सीमित नराख्नका लागि विद्यार्थीले आफ्नै घर, परिवार र टोलबाट जातीय, भाषिक र धार्मिक भेदभाव विरुद्ध अग्रसर भएर काम गर्नुपर्छ। तब मात्र समृद्ध नेपाल सुखी नेपालीमा परिणत हुन सक्छ। निचोडका साथ म के भन्न चाहन्छु भने, विद्यार्थी जागे देश जाग्छ र विद्यार्थी सचेत भए गणतन्त्र सुध्रिन्छ। म बदलिन्छु र मेरो देश बदल्छु भन्ने भावनाका साथ हामी सबैले आफ्नो ठाउँबाट इमानदार प्रयास गर्ने हो भने पक्कै पनि निराशालाई आशामा र आक्रोशलाई रचनात्मकमा बदल्न सकिन्छ। आउनुहोस्, हामीसँगै प्रतिज्ञा गरौँ, हाम्रो कलम न्यायको लागि चल्नेछ, हाम्रो आवाज सत्यका लागि उठ्नेछ र हाम्रो जीवन सधैँ गणतन्त्र सुदृढ बनाउनका लागि समर्पित हुनेछ भन्दै म तपाईँहरूको माझबाट ओझेल भन्न चाहन्छु। धन्यवाद।